यसअघि ठुला भनिएका पुराना पार्टी साना भएर एउटै टेबलमा हटाएका छन्। यतिखेर संसदमा सानो र चुस्त नयाँ मन्त्रीमण्डल बनेको छ। आफ्नै श्रीमतीलाई नियुक्ति दिएको भन्दै केही दिन अघि मात्रै एक मन्त्री त बर्खास्त नै भइसकेका छन्। ढिला भन्ने कुरा त शब्दकोशमै छैन जस्तो भएको छ। अहिले पहिलाका प्रधानमन्त्रीहरूको पालामा के हुन्थ्यो भने बालुवाटार नै सिंहदरबार हुन्थ्यो। मन्त्री परिषदको अधिकांश बैठक बालुवाटारमै बस्ने गर्थ्यो। यति मात्रै होइन, सत्तारूढ दलको पार्टी अफिस बन्ने गर्थ्यो बालुवाटार। अहिले हेर्नुहोस् त, हरेक कुरा सिंहदरबारमा 8:30 बजे नै पुगिदिन्छन् सिंहदरबार हाम्रा प्रधानमन्त्री, अनि एकैचोटि बेलुका फर्किन्छन्। जे जति कुरा गर्नु छ सिंहदरबारमै गएर गर्छन्। बालुवाटारमा त छोरी खेलाएर बस्छन् रे। दायाँ बायाँ लेना देना बिचलिया केही छैन अहिले। अब प्रधानमन्त्री 8:30 बजे पुगेपछि कर्मचारीहरू पनि पुग्नै पर्यो, होइन त? अनि अर्को कुरा, पहिला राति 12 बजेदेखि नै पासपोर्ट बनाउनका लागि लाइन बस्नुपर्ने हुन्थ्यो, नत्र पालो आउँदैन थियो। अहिले हेर्नुहोस् त, पासपोर्ट घर घरमै पुगिरहेको छ। यो मेल, इमेल, मेसेन्जर, व्हाट्सएप र भाइबरले गर्दा हाम्रो हुलाक सेवा ओझलमा परेको थियो। अब बल्ल हुलाक पनि चलायमान हुने देखिएको छ। बन्द भएका उद्योगहरू खुल्ने भएका छन्। नेपाल आर्मी र नेपाल प्रहरीका पोसाकका कपडाहरू अब यहीँ नेपालमै उत्पादन गर्ने कुरा छ। कति राम्रो। अब लाइसेन्सकै कुरा गरौँ न। फेरि रिन्यू गर्ने बेला भइसक्यो होला, अझै पहिलाकै लाइसेन्स पाएका छैनन् कतिपयले। अहिले हेर्नुहोस् त, आज ट्रायल दिनुहोस्, भोलि लिनुहोस्। आजको भोलि लाइसेन्स आजबाट अलि अगाडि नै घोषणा गरेका थियौँ। अब हिजो आएको डाटाको लाइसेन्स प्रिन्ट भइसकेको छ। अब त्यो एकैछिनमा चाहिँ यातायात व्यवस्था विभागको कार्यालयमा पुग्दैछ। आखिर गरेपछि हुँदो रहेछ त, होइन त? गर्न पनि अत्याचारै पो गरेका थिए त पहिलाकाले। तिनै कर्मचारी पहिला नमस्कार गर्दा नमस्कारसम्म पनि फर्काउँदैन थिए, हाकिम पल्टिन्थे। अहिले सरकारी अफिसमा जानुहोस् त, ज्वाइँ सर स्वागत हुन्छ तपाईँको। तातो पानी चिसो पानी सोधिन्छ। अस्ति म आफै नयाँ बिजुली लाइन र खानेपानीको लाइन जोड्न सम्बन्धित कार्यालय गएको थिएँ। एकै दिनमा काम तमाम। बिहान निवेदन दिनुहोस्, बेलुका जोडिसक्छ घरमा। यति मात्रै हो र? संसदमा रहेका सबै 6वटा दलहरूको चुनावी घोषणापत्रबाट राम्रा योजनालाई टिपेर गर्नै पर्ने कामको सूची तयार पारेका छन् बालेनले। सबै सांसदलाई प्रत्यक्ष भेटेरै उनीहरूका ठाउँका समस्या आफैले सुन्ने गरेका छन्, टिपेका छन्। सबै मुख्यमन्त्रीहरूलाई बोलाएर सामूहिक छलफल गरिरहेका छन्। यति मात्र होइन, भएभरका सबै राजदूतलाई पनि सामूहिक रूपमा नै सिंहदरबारमा बोलाएर अन्तर्क्रिया गरेका छन् बालेन। अनि बाहिर चाहिँ के कुरा काटिरहेछ भने प्रधानमन्त्री बोलेनन् रे। अरे भाइ, नबोलिकन यसरी भटाभट काम हुन्छ भने किन बोलिरहनु पर्यो, होइन त? पहिला हाम्रा नेताहरू त्यही बढी बोलेर बडबोला भएर सकिएका होइनन्। पहिला मिडियादेखि सरकार डराउँथ्यो, अहिले हेर्नुहोस् त, सरकारदेखि मिडिया डराइरहेछ। ऊ त्यहाँ पर गएर बसेर खिच्छौ भने खिच, नत्र सरकारलाई मतलब छैन अरे। धेरै हामी सवालको हामीलाई आउँदैन पनि हेर्नुहोस्, होइन? हाम्रो जम्मा जम्मी बुझाइ के हो भने हजुरहरूको यहाँ हो। जे होस्, अब सुनका कुरा गरौँ। अब चर्चा नै त्यसकै छ त यतिखेर, होइन त? चर्चा नहोस् भने किन? कतै 190 तोला, कतै 180 तोला, कतै 89 तोला, कतै 45 तोला। हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूको सुन कलेक्सन गराइ हेर्दा यस्तो लाग्छ कि यो मन्त्री परिषद हो कि यो सुन पसलेहरूको सङ्गठन हो। बाहिर यस्तै भनिरहेका छन्। अब देखिन पनि त्यस्तै देखिएको छ। पहिला सम्पत्ति विवरण सार्वजनिक गर भनेर रोइ कराई गर्नेहरू फेरि यतिखेर यत्रो सम्पत्ति कहाँबाट आयो, तिरेको छ कि छैन भन्दै कोलो मचाइरहेका छन्। र यही कुरामा ट्रोलको बाढी बगिरहेको छ। जे होस्, पहिला नेताहरू जङ्गलबाट सहर पसे, त्यो पनि चप्पल पड्काउँदै। सहर पसेपछि उनीहरूको जीवनशैली रातारात फेरियो। राजा फालेर नेता भएकाहरू आफै राजा जस्तै देखिए। उनीहरूको लबाई खुवाई बोलाइ बसाई, मलाई लाग्छ राजाहरूको पनि त्यस्तो हुँदैन थियो होला, त्यस्तो देखिन्थ्यो केही नेताहरूको। यता नयाँ र युवा भनिएका नेताहरू भने राजनीति सुरु नगर्दै करोडपति देखिएका छन्। आखिर भ्रष्टाचार भन्ने कुरा आफूसँग नभएर त गरिने होला नि।
अब पुग्ने आफैसँग भएपछि के का लागि भ्रष्टाचार गरिरहनु होइन त यतिखेर हाम्रा पत्रकार साथीहरूले पनि बडा मजाको इस्यु पाएका छन् जसलाई भेटाए पनि बुम तेर्सा दिइहाल्छन् अहिलेका मन्त्रीहरूको सुन सम्पत्तिबारे के छ भनाइ भन्दै पहिला 6000 रुपियाँ तोला सुन थियो सुन किन कुन ठुलो कुरो भयो अहिले आएर पो 2 लाख 3 लाख भयो त सुन भनेको त उहाँको पुर्खादेखि जोड्ने हो नि त त्यसकारण यसलाई नेगेटिभ चाहिँ न्युज सप्रेसन गर्न जरुरी छैन किनभने अहिले किने होइन त्यो त पुर्खौली हुन्छ 10-20 तोला त जोसो नै हुन्छ नि आजकल 50 तोला जोसो नै हुन्छ नि ठुलो कुरा कति मान्छेले चाहिँ सुनमा इन्भेस्ट गरेको हुन्छ आफूसँग भएको पैसाहरू 6000 8000 10000 20000 हुँदै गर्दा उहाँहरूले किने हुन्छ कि त्यसले गर्दा त्यो ठुलो कुरा होइन त्यसलाई खालि न्युज बनाएको मात्रै हो बालेन शाहले 190 तोला सुन भनेर भन्यो उनीहरूलाई त्यो के खै केले के पायो भने जस्तो भइरहेछ होइन बालेन शाहले चाहने हो भने त 190 तोला नभनिकन होइन मेरो पनि 1.5 तोला सुन छ भन्न नि सक्थ्यो तर उहाँले त जे छ आफूसँग त्यो भनिदिनु भयो एउटा गीत गाउँदा एउटा भिडियो बनाउँदा उहाँको त्यहाँबाट वर्षलाई पुग्ने पैसा आउँछ उहाँलाई उहाँहरूको नभए कसको हुन्छ होइन उहाँहरूको सुन देखेर मै भएको छु 190 तोला 200 तोला 300 तोला यस्तोहरूले भ्रष्टाचार गर्दैन हजुर उहाँहरू सम्पन्न हुनुहुन्छ सबैजना मैले त्यसलाई केही पनि नर्मली लिएको छु अब हेर्नुहोस् न चाँदी 400 रुपियाँ 500 रुपियाँ तोला हुँदा मैले पनि अलिअलि जोडेको छु सो इट्स नर्मल जस्तो लाग्छ मलाई अब यहाँ प्रश्न उठ्छ अहिलेका हाम्रा मन्त्रीहरूले यत्रो सम्पत्ति साँच्चीकै भएरै सार्वजनिक गरेका हुन् कि पछि जोडजाम गर्ने समेत जोडेर चतुर्याइ गरेका हुन् त्यो भने अनुसन्धानको पाटो होला हामी जान्ने भएर किन न्यायाधीश बनी टुप्पोल्नु होइन त यता इन्धनको मूल्य भने दिनदिनै बढेको बढै छ यस्तो लाग्छ हाम्रै पालामा 1000 लिटर पुग्छ कि जस्तो लाग्छ अहिले बढेको रेसियो हेर्दाखेरि त्यही भएर होला अहिले सब पेट्रोल गाडीवालाहरू इभीसँग एक्सचेन्ज गर्दै हिँडिरहेका छन् अब मैले त गरेँ तर कुनै बेला माननीय रवि लामिछानेले संसदमै इन्धनको मूल्य वृद्धिबारे यसरी बोलेका थिए यो आयल निगम व्यापार पनि आफै गर्छ आयात पनि आफै गर्छ नियामक निकाय पनि उही हो सबै कुरा आफै गर्छ र भन्छ सधैँ घाटामा छु भन्छ कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ यो घाटामा रहन्छ यो घाटा के हो सधैँ यो देशले यो घाटा सहिरहनु पर्ने कुराको चाहिँ निर्ज्योल होस् अनि अटोमेटिक सिस्टममा अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारणले आफै भएको हो भन्ने हो भने घटेका बेलामा यसले मूल्य किन घटाउँदैन 2 दिन 3 दिन किन लगाउँछ यो कुरामा गम्भीर ध्यानाकर्षण म आज गराउन चाहन्छु आदरणीय सभापति रवि लामिछानेज्यू म पनि आज तपाईँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु अब यो बारे तपाईँले त बोल्दै होला नि होइन त अब प्रधानमन्त्री त बरु ढुङ्गो बोल्ला आफू बोल्दैनन् अब बोल्दैनन् भनौँ भने पनि उता सेनाको कार्यक्रममा गएर भने लामै भाषण पढ्न भ्याउँछन् अब यो सेना र बालेन बीचको सम्बन्ध पनि झन्झन बुझ्यो झन् कठिन झैँ देखिएको छ यस्तो लाग्छ कुरा काट्नेहरूलाई पनि बालेनले मजाले कन्टेन्ट दिइरहेका छन् होइन त यता सभापति रवि लामिछानेको निरीहता पनि बडो दया लाग्दो नै देखिएको छ त्यत्रो शक्तिशाली पार्टीका शक्तिशाली सभापतिको निरीहता हेर्नुहोस् त न त सरकारमा उनको शक्ति चलेको देखियो न संसदमा नै गृहमन्त्रीदेखि उपसभामुखसम्मको नियुक्तिमा उनी निरीह नै देखिए तथापि जेल जानु अघिका रवि र जेलबाट निस्केपछिका अहिलेका रविमा भने आकाश पातालको अन्तर देखिएको छ कुनै बेला आक्रामक देखिने रवि यतिखेर भने शान्त शिष्ट र संयम व्यवहारका धनी देखिएका छन् उनको शालीनता शिष्टता र उदारताको भने यतिखेर सर्वत्र प्रशंसा भइरहेको छ कतिले त रविमा राजनेताको छवि समेत देख्न थालिसकेका छन् प्रधानमन्त्री बालेनपछि यतिखेर कोही सर्वाधिक चर्चामा छन् भने उनी गृहमन्त्री